मस्त निद्रा लागिरहेको थियो। अनि यसो निद्रा खुल्यो अनि कति बजी छ भनेर मोबाइल हेरेको, ड्याङ्गै 10 पो बज्न लागेछ। ओहो हुँदैन, अब चाहिँ उठ्नुपर्छ भन्ने सोचेँ। अनि उठेर झुल झुल खोलेको अनि भनेर फुत्त बाहिर निक्लिएँ। अनि बाहिर निक्लिने बित्तिकै मलाई एउटा दिमागमा आयो, ओहो आज त एक्सर्साइज गर्नै बिर्सेछ भनेर। अनि फुत्त गएँ म चाहिँ एक्सर्साइज गर्न। यहाँ गएर यसो एक्सर्साइज हानिदिएको हल्का होइन, अनि शरीरको लागि फाइदा पनि हुने रहेछ भन्ने लाग्यो। टक 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 हानिदिइरहेको क्या मैले फेरि खतरा होइन। अनि पुरै यस्तै गरिरहेको होइन। अनि टक्क शरीर पनि त दुखिरहेको थियो नि त, हल्का अब शरीर पनि ठिक हुँदै थियो। अनि यसो पुसअप पनि हानिदिएको, माटुनी झ्याम 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 लाएर धेरै नसकिँदो रहेछ। पुरा हात त पुरै भाँचिने जस्तो भइसक्यो होइन, दुखेर पुरै गलिसक्यो क्या। अनि थोरै हानियो, धेरै सकिएन। अनि ल ठिक छ त यति भयो नि, ठिक छ भन्ने लाग्यो। झरको उठ्यो अनि अब त यो पनि हान्नुपर्छ भने यसरी पनि हानिदिएँ कि मैले चाहिँ। अब सबै यताउता ट्याकटुक मिलाएँ अनि पुरा फाइट पनि हानेँ मैले फेरि। यसो पनि हान्न सिक्नुपर्छ नि ल, अब कहीँ केही भयो भने चाहिँ यसरी हान्नुपर्छ भन्ने लाग्यो कि कोही बाघभालु आयो भने। अनि यस्तो उर्सिन पनि सिक्नुपर्छ नि त अलिअलि होइन। त्यो आयो पनि दिमागमा, ल यति गरेपछि शरीरलाई पनि एकदम फाइदा हुने भयो भन्ने सोच लाग्यो। टक 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 हानिदिइरहेको क्या मैले फेरि एक्सर्साइज, पुरा शरीरको लागि एकदम होइन मस्त भइरहेको थियो। टक 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 लाएर हानिदिरहेँ। अनि जस अलिअलि गर्मी पनि भइरहेको थियो यति गर्दाखेरि है, किनकि एक्सर्साइज गर्दा गर्मी पनि त हुन्छ तर शरीरको लागि फाइदा पनि हुने, त्यही भएर हो है। सबैजनाले यस्तो गर्नु। अनि त्यति गरिसकेपछि अब थकाइ लाग्यो भनेर म त फुत्त ब्रुस गर्न निक्लिएँ। अनि ब्रुस गर्दा गर्दै गर्दा गर्दै भित्र त किराले के भन्छ, ओइ ओइ धेरै नगर्नु यार, म पनि यहाँ के अरे म यहाँ नबसेर कहाँ गएर बस्ने हो भन्छ किराले। तँलाई 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 फक्न भनेर अझ बेसरी घोडिदिएँ। ल ल ल ल तल त हिमर भनेर मैले चाहिँ किरालाई पुरा घोटी मार्न लागेँ। उसले चाहिँ बचाऊ मलाई बचाऊ यसो नगर भनिदिइरहेको छ। तर मलाई किनकि दया मायाले लागेन किरालाई देखेँ, मेरो दाँत खाइदिइसकेको थियो। तँलाई त लायो भनेर भने मैले। अनि ल ठिक छ त भने किराले पनि, अब म पनि मर्छु भने किरा पनि मर्यो। म पनि मारिदिरहेँ एकदम, ल अझै अझै कहीँ छस् भने लुगा छस् भने त अझै मर भनेर पुरा होइन जोर जोरसँग मैले ब्रुसाइ गरेँ क्या। अनि त्यति भएपछि किरा पनि बोल्न छाड्यो। ए मलाई लाग्यो ए मरिसकेछ भन्ने लाग्यो। ल ठिक छ त मरेको भयो, अब किन धेरै गर्नु ब्रुस पनि भन्ने लाग्यो। त्यही पनि ठिक छ एकछिन गरौँ न त, कहीँ अलिक त सानसानो कहीँ लुकेर कुना कप्चरामा लुकाएर बसेको भए पनि मर्ला भन्ने लाग्यो। ल ठिक छ भनेर भने अनि मैले चाहिँ गरिदिएँ। ल झ्याम 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 ब्रुस हानिदिएको। अनि किराले चाहिँ भन्दै थियो, ल ल भयो अब चाहिँ पर्दैन म चाहिँ मरिसकेँ भने। ल ठिक छ त त्यसो मरेको भए म पनि ल गर्दैन भनेर मैले पनि ट्याक्क ब्रुसलाई धुन लागेँ। अनि ब्रुस धुएँ, मुख पनि धुएँ। अनि त्यो मुखबाट फुत्तो फुत्तो किराहरू चाहिँ बाहिर निक्लियो होइन। अनि किराहरू बाहिर निक्लिएको छ अनि त्यो बगेर चाहिँ कता गयो थाहै भएन। अनि मैले चाहिँ मुख धुएँ, अब ट्याक्क मुख सुख धुयो होइन। यसो अनि त ह्यान्डसम बन्नु पऱ्यो नि त होइन। मुख सुख धोएर टक्क लाएर मुख धुएँ। अनि त्यत्तिकैमा त के भयो भन्ने कुरा थाहै छैन। अब हेर्नु न के हुन्छ त अब भन्ने कुरा कसैलाई थाहै छैन। यति धोइसकेपछि म चाहिँ कपडा धुन गएँ। कपडा धोएर आएर फुत्त कपडा सुकाउनतिर लागेँ। टक 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 लाएर कपडा सुकाएको। यहाँ फेरि यस्तो छ कपडा सुकाउने भित्रै हो होइन। टक्क लाएर कपडा सुकाएँ, मोजा त्यो सुकाएँ। अनि कट्टु सट्टु सबै धुएको थिएँ, सब सुकाएँ। अब ठ्याक्क सक्यो आएर मैले चाहिँ मोबाइल ट्याक्कै हेर्न लागेँ। एकछिन त अब थकाइ मेटौँ भनेर मोबाइल हेरेँ।